दुई भाइको मर्निङ वाक गाउँमा माला रानीको फेदमा मर्निङ वाक घचाघच घचाघच घचाघच। यस हामी कहाँ छौँ दाइ? हामी अहिले अब घुर्ची खोलोतिर जाँदैछौँ। घुर्ची खोलोको डाँडा दमार माथिको जहाँ टर्निङ पोइन्ट छ घुर्ची जाने त्यहाँ छौँ। घुर्ची खोलो हामी घुर्ची खोला घुर्ची खोला ल हेर्नुहोस् ऊ त्यो चाहिँ घुर्ची खोला है। यो चाहिँ घुर्ची खोला। मेरो शिरमाथि चाहिँ घुर्ची खोला। यो हामी बसेको चाहिँ दमारको डाँडो। पहिला जमाना पिपलारू भन्ने थियो। ऊ यो शेष छ नि अलिकति यो यो अलिकति टुप्पो देख्यो। यो सुक्नै लागेको बुटो छ यो। हजुर घाँस काट्न कता जाने हो? घाँस काट्न अब आज घाँस काट्न जानु पर्यो नि। आज कतातिर जाने ल भन्नुहोस्? आज त गाई अड्के ऊ यता चनौटीतिर जाने हो कि बुटुक गएर? बुटुक गएर चनौटी गएर ए खर्या जाने हो नि पिर्यो मात्रै छ दाइ कि बौलाचुरदेखि माथि जाने हो? आज बौलाचुर जाने त्यहाँ चाहिँ बासुवास बस्ने भोलि बिहान। अरे त्यहाँ घाँस हेर्दाखेरि त घाँस छ जस्तो। यो ऊ सालतिर यो जोर्ते सालतिर भेरपाखातिर त दाइ राम्रो छ है घाँस त। आइ घुर्सिया सिरे जानुपर्छ क्या यार। भारती पुनाउनु पर्यो नि। आज घुर्ची खोलाको डाँडामा हाम्रो गाउँको यो ऐतिहासिक ढुङ्गो हो, मालारानी ढुङ्गो भन्छ। यो हाम्रो चाहिँ गाउँको ऐतिहासिक ढुङ्गो हो। यसको हाम्रो जस्ट तल विशाल गेहुङ गाउँ छ। तर भगवानको कृपाले यो ढुङ्गो अहिलेसम्म दायाँ बायाँ केही भएको छैन। यसलाई मालारानी ढुङ्गो भन्छन्, कसैले जुरे ढुङ्गो भन्छन् यसलाई। हामीले चाहिँ यो खास मालारानी ढुङ्गो हो। यति विशाल छ यो। म यसको लगभग 1 किलोमिटर टाढाबाट जुम गरेर खिचिरहेको छु। एक भन्दा नि धेरै छ, 2। यो हाम्रो ऐतिहासिक गाउँको ऐतिहासिक मालारानी ढुङ्गो हो।